15 कति रे 15 सिटी हैन यो त बढाए अथवा 8-10 सिटी लाउनु पर्छ यो अहिलेको पनि त्यस्तै भयो 15 सिटी त होइन अँ। सिटी बजाउन पाकेन भन्छ के होइन हुन सक्छ 2-4 सिटीमा नपाकेपछि त्यहाँ फेरि खत्रो अनि मासु गनाएर त झोल खाने भएन गनाओ गनाउनु त धेरै गनाउँछ फेरि त्यो 1 किलो मात्रै त्यसरी झोल बनाएर खाइयो यो त त्यसलाई भुटुवा बनाएर अलि गनाएन भुटुवामा खाइयो खान त खाइयो जसरी नि तर अब लएपछि त 3 किलो लगाएको मासु मोटो राम्रो देखेर तर त्यस्तो परेछ भन्छ हो त्यही अस्ति जो भयो के हाम्रैमा बयरको चाहिँ खोइ 70 किलो भयो हैन करसको बोको ल्याएर 70-80 किलो मासु 70 किलो भएको जिउँदो त 1 क्विन्टल हुँदो बढी थियो कहाँ 1 क्विन्टलले मान्छ यार बयरको थियो 120 किलो हुँदो अहिलेको पनि त्यत्रै छ कस कहाँ मेरो पारी यत्रो थियो हो कस कहाँ छ एउटा त्यो रतन तुलसी ढकाल कहाँ होइन आउँछन् जान्नु ए चौरुवा भन्दा बोधुवा गराबिस त बोका बेसरी मासु खादिन्छ कि खसीलाई बौद्ध त्यही हो बौद्ध खसी होइन बोका बोकै हो बाख्रालाई पालेको हो त्यस्तो चाहिँ ब्याठी पालेको पनि थियो हो त बिहाठी बोक्नु बोका धेरै बास्नु अहिले पनि त्यस्तै छ अहिले पनि छ बाख्रालाई भनेर राखेको बोका अब बेच्ने भन्थ्यो आज बिहानै कुरा भयो त्यो बेच्ने भन्दा अब सर्दिने एउटा भैँसी हटायो एउटा मात्र पाले गाई ल्याएर पाले त गाई बिग्रिने भएन अरे कममा दुध दिन्छ भनेर सस्तो भेटाएर ल्याएछ नि 25,000 मा गाई दुध त अब भनेर दिएन 3 लिटर चाहिँदैन दिएन अब बेच्छु भनेको बिक्री भयो नि फेरि दुध हेर्छ के मान्छेले दुध थोरै मास लान्नन् त्यसै लान्छ दुधै नदेष्टै कहाँ मैले लान्छु भनेको थियो एउटाले दिएन नि फेरि 25 परेछ 25 दिनु परेको त उठाउनु पर्यो नि होइन र छ भन्छ अब त्यो दुधै नदिए नि गाई राखेर मेरै गाईले पोहोर घरै आएर 50,000 दिएको मैले दिनु अहिले 25,000 पनि दिएन कसैले यो छुक हुने चाहिँ त्यहाँ दिन पर्ने चाहिँ के दिनु पर्ने रहेछ कि 50,000 घरै आएर दिएको त उसले त्यहाँको त हाम्रो यो के नाम हो खरेलले खरेल हो दिए त्यो अहिले दिएन अब अहिले फेरि फन्ने मान्छे कोही आएको गाई छैन लाने लैजाऊ बाबु भनेको त होइन अङ्कल मैले त गाई त पोहोरै किनेको एउटा गाई गाई नपाल्ने भनेको छु होइन एउटा छुक हुने चाहिँ कि यो घडेरीको होस् जे जे चिजको यसपालि महत्त्वमा चाहिँ झ्याप्पै दियो भने दियो मेरो गाईले दुध पनि दिएन कि त्यति अहिले पोल्नै दिएन अँरो खायो हो पोहोर जति पनि दिएन कि दुध अँरो खाएर जस्तो दिएन अँरो खाएर दुधै आएन कि बिहान लगभग 4 लिटर हुन्छ बेच्ने त 2.5 लिटर 3.5 लिटर हुन्छ त्यति अब के गर्नु थोरै दुध वर्षौली लाउँछ बर्खालाई त ठिक हो बर्खा त लाउँछ अब लाउला